बिहे गर्न जति ढिला गर्नुहुन्छ त्यति घाटा तपाईलाई हुन्छ। अहिले तपाईलाई त्यति वास्ता लाग्दैन। जब उमेर ढल्किँदै जान्छ नि त्यसपछि तपाईले पछुताउनु पर्छ। बिहेको लागि नमस्कार। महिला दिदीबहिनीहरूको लागि फेरि अर्को विवरण लिएर आएको छु। यो विवरण महिला दिदीबहिनीहरूको लागि विशेष छ। यो भिडियोलाई अन्तिमसम्म सुन्ने प्रयास गर्नु होला। जो महिला दिदीबहिनीहरू बिहे गर्नको लागि पुरुष दुलहा त्यो पनि अमेरिकामा बस्ने खोज्दै हुनुहुन्छ नि, हो उहाँहरूको लागि विशेष रहेको छ। तपाईको आफन्तमा कोही महिला दिदीबहिनी बिहे गर्नको लागि अथवा तपाई स्वयं हुनुहुन्छ भने यो भिडियो महत्त्वपूर्ण हुन सक्छ। हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको 31 वर्षको नेवार समुदायबाट अविवाहित पुरुष दुलहा बिहे गर्नको लागि महिला दुलहीको खोजी गर्दै हुनुहुन्छ। हेर्नुस् त, उहाँको घर नेपालमा काठमाडौँमा रहेको छ। हाल उहाँ अमेरिकामा हुनुहुन्छ। 31 वर्षको हुनुहुन्छ। एकदम असल, इमानदार, संस्कारमा हुर्केको व्यक्ति हुनुहुन्छ। उहाँको लागि बिहे गर्न अमेरिकामै हुनुहुने नेवार समुदायको महिला दुलही खोज्दै हुनुहुन्छ। असल, इमानदार हुनुहुन्छ, उत्तिकै राम्रो पनि हुनुहुन्छ। उहाँको लागि नेवार समुदायकै अमेरिकामा बसोबास गर्ने महिला दुलही खोजी भएको छ। यदि तपाई नेपालमै हुनुहुन्छ र आफ्नै बलबुत्ताले अमेरिका जाने प्रोसेसमा हुनुहुन्छ, नेवार समुदायकै हुनुहुन्छ, पढे लेखेकै हुनुहुन्छ, ल अब ढिला नगरिकन हामीलाई यो तल स्क्रिनमा जुन भिडियो देख्नुहुन्छ त्यहाँ व्हाट्सएप नम्बर छ, हाम्रो वेबसाइट छ www.jsathi.com। यहाँ गई आफ्नो डिटेल्स पठाउनु होला। तपाई स्वयं हुनुहुन्छ अथवा तपाईको आफन्तमा नेवार समुदायबाट पुरुष दुलहाको खोजी गर्ने महिला दुलहीहरू हुनुहुन्छ भने सम्पर्क गर्नु होला। तपाईको विवरण 100% प्राइभेसी हुन्छ। यसमा ढुक्क रहनु होला। सोशल मिडियामा हालिदिन्छ कि प्रचार गरिदिन्छ कि भन्ने डर तपाईहरुलाई हुन सक्छ। तपाईहरुको अनुमति बेगर हामीले सोशल मिडियामा हाल्दैनौं। ल, अमेरिकामा हुनुहुने महिला दिदीबहिनीहरू जो नेवार समुदायको हुनुहुन्छ र नेवार समुदायकै पुरुष दुलहाको खोजी गर्दै हुनुहुन्छ भने यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।